हेलो नमस्ते साथीहरू। आज नेपालको इतिहासको बारेमा जान्छौँ कि अब नेपालको इतिहासको बारेमा योभन्दा पहिलाको भिडियोमा चाहिँ हामी महिषपाल वंशसम्मको भनिसकेका छौँ। अब चाहिँ पालो किराँतकालको। किराँतकाल कसलाई भन्ने र किराँत कसरी नेपाल आयो। अब किराँतकाल कसलाई भन्ने भने किराँतकाल त्यति बेलाको पूर्वतिरको मान्छेलाई किराँतकाल भनिन्थ्यो। अब किराँतकाल नेपालमा कसरी आयो। किराँतकाल आफ्नो सबै समर्थनहरूलाई लिएर कीर्तिपुर भन्ने ठाउँमा आयो। त्यति बेला चाहिँ महिषपालको अन्तिम राजा भुवन सिंह थियो। अनि भुवन सिंहसँग युद्ध गरेर भुवन सिंहलाई परास्त गरेर मारेर अनि आफ्नो राज्य सञ्चालन गर्न थाले। अनि त्यति बेला प्रथम राजा को थियो किराँतकालको त राजा यलम्बर थियो हैन। अनि अन्तिम राजा त्यसलाई गस्ती थियो त्यसको। अनि शासन अवधि चाहिँ कति थियो त 1118 वर्ष थियो। अनि जामा त्यसमा किराँतकालमा जामा 29 जना राजाहरूले शासन गरेका थिए। अनि त्यति बेला अनि नेपालमा किराँतकालकै बेलामा उता महाभारत पनि भएको थियो। अनि महाभारतको नेपालको राजा हुम्तीको पालामा महाभारत भएको थियो। अनि महाभारत चाहिँ 18 दिन युद्ध चलेको थियो कुरुक्षेत्रमा। त्यो महाभारत भनेको धर्म र अधर्म बीचको लडाईँ थियो। त्यसमा हाम्रो नेपालको पनि राजा हुम्तीको छोरा राजा जितेदस्तीले अर्जुनको तर्फबाट युद्ध गर्न गएको थियो। महाराज पाण्डवको हिसाबले युद्धमा सहमति हुनुभएको थियो। अनि त्यति बेला भगवान कृष्ण पनि अर्जुनको तर्फबाट थिए। अनि त्यसै बेला भगवान शङ्करको पनि शङ्कर र अर्जुनको बीच पनि युद्ध भएको थियो। त्यति बेला कृष्णजीले भनेको थियो अर्जुनलाई कि अनि चाहिने जतिको सबै उपयुक्त हतियार शङ्करजीसँग छ भनेर उहाँको तपस्या गरेर प्राप्त गर्न सक्नुहुन्छ भनेर। त्यति बेला नै अर्जुन गएर जङ्गलमा तपस्या गरिरहेको थियो भगवान शङ्करको। अनि भगवान शङ्करले किराँती रूप धारण गरेर अर्जुनसँग आयो। अनि अर्जुनले पहिचानबाट इन्कार गरेपछि दुवै बीच युद्ध पनि भयो र लास्टमा गएर भगवान शङ्करले आशीर्वाद पनि दियो र चाहिने जतिको सबै अस्त्र शस्त्र पनि प्रदान गर्यो। अनि अब सातौं राजा जितेदस्तीको पालामा गौतम बुद्ध नेपाल आयो। अनि 14औं राजा थुङ्कुको पालामा सम्राट अशोक आएको थियो। धेरै शक्तिशाली राजा थियो। आफ्नो राज्यको अभिषेकको 20औं वार्षिक उत्सवमा खुसी भएर 20औं एनिभर्सरीमा लुम्नीको बाटो हुँदै लुम्नीको जनताको आम कर माफ गराउँदै कीर्तिपुर प्रवेश गरे। माता तीर्थ भन्ने ठाउँमा आफ्नो छोरीलाई पनि सँगै लिएर आउनुभएको थियो। नेपाल र भारत सम्बन्ध राम्रो होस् भनेर त्यति बेलादेखि नै नेपाल र भारतको सम्बन्ध राम्रो हुन थालेको थियो। अनि आफ्नो छोरीलाई सँगै नेपाल लिएर आएको थियो। अनि आफ्नो छोरीको विवाह एकजना नेपालको युवराज देवपालसँग गरायो ताकि नेपाल र भारतबीच सम्बन्ध राम्रो होस्। अनि त्यसपछि अशोक सम्राट आफ्नो देश फर्केपछि अशोक सम्राटको छोरी चारुमती बिहार बनाए र बस्न थाले, जसलाई नेपालको सबैभन्दा पुरानो बिहार पनि भनिन्छ। अशोक सम्राट मरिया वंशीको थियो। मरिया वंशीको अशोक सम्राट र नेपालको पहिलो पर्यटक पनि अशोक सम्राटलाई मानिन्छ। र नेपालको जनताको कर पनि माफ गरायो र जाँदै नेपाल सरकारलाई 1 लाख असर्फी दान गरेका थिए। र जाँदै नेपालको अशोक पिलरको अशोक स्तम्भ निर्माण गरे, जसलाई नेपालको सबैभन्दा पुरानो स्तम्भ वा पिलर भनिन्छ। अब अशोक स्तम्भको लिपि कस्तो थियो त ब्राह्मी लिपि थियो। भाषा चाहिँ पाली थियो। अनि अशोक स्तम्भको उचाइ कति थियो त 6.5 मिटर अथवा 21 फिट। अनि त्यसपछि अब 15औं राजा जिध्रोको पालामा। यसमा साथीहरू कति पनि कन्फ्युज नहुनु होला, किनभने हाम्रो इतिहासहरूले यस्तै प्रश्न गर्दै गएको छ क्या। अब पुरै डिटेलमा त खैर त्यो नेपालको इतिहासकारहरूले पनि स्पष्ट गर्न सकेको छैन। त्यो भएर हामीले लोकसेवाको इक्जाममा हामीलाई चाहिने जतिको उपयुक्त मात्र पढ्छौँ होइन। किनकि अब नेपालको इतिहासकारहरूले पनि सबै कुरालाई प्रश्न गर्न सकेको छैन। त्यही भएर
अनि कन्फ्युज नहुनु होला। अब जस्तो त्यस्तै अब स्टेप बाई स्टेप गर्दा गर्दै हामीलाई पढ्नुपर्छ। त्यही भएर त्यतिको मात्र हामी पनि भिडियो बनाउँछौँ। हामी पनि नेपालको राइट वंशावलीबाट नै बनाउँछु नोटहरू, त्यतिबाट हो। अलिकति पनि कन्फ्युज नहुनु होला साथीहरू। कन्फ्युजन भएको बेला कमेन्ट गरिदिनु होला। हामी सक्दो प्रयास गर्छौँ कि हो राम्रोभन्दा राम्रो बुझ्नु भनेर। अब 15औं राजा जिध्रोको शासन केन्द्र सारेको थियो। जिध्रोले शासन केन्द्र सारेको थियो कता त गोकर्णमा। र 28औं राजा पटुको शासन केन्द्र, पटुकले पनि शासन केन्द्र आफ्नो शङ्खुमुलमा सारेको थियो। अनि 29औं राजा गस्ती, किराँतको 29औं राजा गस्तीले इतिहासको बारेमा अब कुनै प्रश्नमा सोद्धाखेरि भन्छ कि होइन, अब किराँतकालको पहिलो राजा को थियो त यलम्बर हो र अन्तिम राजा चाहिँ गस्ती थियो होइन। त्यो भएर अब योभन्दा राम्रो त इतिहासकारहरूको बारेमा कुनै पनि इतिहासमा कुराहरूलाई स्पष्ट गर्न सकेको छैन। हामी लोकसेवाको मान्यको आधारमा मात्रै पढ्छौँ है साथीहरू। कति पनि कन्फ्युज नहुनु होला। अनि कन्फ्युजन लागेको बेला चाहिँ कमेन्ट गरिदिनु होला। हामी सक्दो राम्रो बनाउन प्रयास गर्छौँ होइन। अब किराँती राजा पटुको पालामा सोमवंशी पटक आक्रमण गरिरहेको थियो। अनि तर सोमवंशीले हराउन सकेन। किराँतकी पटुक राजालाई सोमवंशीले हराउन सकेन। अब राजा पटुकले पनि नहारेपछि अब गोकर्णबाट आफ्नो शासन सार्यो। किनभने राजा पटुकले दिक्क लागेर आफ्नो शासन केन्द्र शङ्खुमुलमा सारेर सोमवंशी पनि किराँती राजा पटुकलाई हराउन नसकेपछि तिनीहरू गोदावरीमा समानान्तर तरिकाले शासन गर्न थाले। अनि किराँती पछिको भने त्यसमा कति पनि डाउट नगर्नु होला। किराँतले हारेको थिएन सोमवंशसँग। सोमवंशले समानान्तर रूपमा आएर बस्न थाले भने कि यताबाट तपाईँको एरिया भयो, यताबाट मेरो एरिया भयो। त्यसमा कति पनि कन्फ्युज नहुनु होला कि हो भनेर किराँतीकालाई पराजित गरेर सोमवंशी ल्याएको थियो। सोमवंशीले होइन, समानान्तर रूपमा बस्न थालेको थियो। दुवै बिच युद्ध भएको थियो, तर न किराँती राजा हारे न यताबाट सोमवंशीले पनि हराउन सके क्या। त्यो भएर आफ्नो समानान्तर तरिकाले बस्न थालेको थियो। अब सोमवंशीको शासन अवधि स्टार्ट भयो यतातिर। अब सोमवंशीको प्रथम राजा चाहिँ निमिष थियो, जसले गोदावरीमा 12 वर्षे मेलाको चलन ल्याएको थियो। र अन्तिम राजा चाहिँ भूमिवर्मा थियो, भूमिवर्मा। र शासन केन्द्र चाहिँ उनीहरूको गोदावरी थियो। र शासन अवधि चाहिँ 355 वर्ष रहेको थियो। र सोमवंशका पहिलो राजा निमिष, र दोस्रो राजा मताक्ष, र तेस्रो राजा काकवर्मा, र चौथो राजा पशुप्रक्षदेव, र पाँचौं राजा भास्कर वर्मा, र छैठौं राजा भूमिवर्मा। ल साथीहरू, कन्फ्युजन भएको बेला एकचोटि अझै यो भिडियो सुन्दा हुन्छ। अब किराँती राजा पटुकले समानान्तर रूपमा शङ्खुमुलमा शासन गर्दै आएको थियो। र सोमवंशीले पटक आक्रमणपछि सोमवंशीले पनि हराउन नसकेपछि गोदावरीमा समानान्तर रूपमा शासन गर्न थाले। र किराँती राजा पटुकलाई भन्यो कि यतिसम्मको तपाईँको इलाका भयो र यतिसम्म मेरो इलाका भयो। अब त्यस्तो भनेपछि त साथीहरू कतै झगडा झन्झटै भएन। त्यो भएर दुवैजना आफ्नो शासन अवधि स्टार्ट गर्यो। अब त्यो सबै कुराहरू त्यहाँ पाटनको च्यासल गेटमा सबै कुराहरूको शिलामा लेखेको छ होइन। अब त्यही शिलाको आधारमा हाम्रो नेपालको इतिहासकारहरूले पनि केही कुराहरूलाई अलिअलि प्रष्ट गर्दै आएको छ, तर सबै कुराहरू प्रष्ट गर्न सकेको छैन अहिलेसम्म पनि। अब पाटनको च्यासल गेटको शिलामा के लेखेको छ भने, अब त बल्खु नदीको किनारामा किराँती र लिच्छवीहरूको बीच घमासान युद्ध चलेको थियो। र जसका 800 जना किराँती राजाहरूलाई मारेर लिच्छवीहरूले मारे। र किराँती राजा गस्तीलाई पराजित गरे र लिच्छवीहरू हुन्। अब यस्तो भन्दाखेरि अब किराँती राजालाई पराजित कसले गरेको थियो भने लिच्छवीहरू हुन्। उनीहरूलाई सोमवंश छैन के। किराँती राजालाई परास्त गरेर शासन अवधि स्टार्ट गर्ने लिच्छवीहरू हुन्। त्यसमा कति पनि कन्फ्युज नहुनु होला क्या। हामी चाहिँ पाटनको च्यासल गेटको शिलामा लेखेकोलाई हामी जुदो इतिहास मान्छौँ होइन नेपालको।
त्यही आधारमा हामीले बुझ्नु र पढ्नुपर्छ क्या। अनि किराँती राजापछि सोमवंशी शासन दुवैजनाले समानान्तर तरिकाले बसोबास गर्न थालेपछि लिच्छवीहरू किराँती राजा गस्तीलाई मारेर पराजित गरेर आफ्नो शासन स्टार्ट गर्यो होइन। त्यति बेला चाहिँ पशुपक्षी देव मुख्य राजाहरूको बारेमा पनि पटक पटक सोध्दै रहन्छ लोकसभा इक्जाममा। पशुपक्षु देव भनेको पशुपतिनाथको जेलो दर गराएर स्वर्णमय गजुर चढाउने राजा पशुपक्षी देवलाई मानिन्छ। अब पालो चाहिँ लिच्छवी कालको होइन। अब लिच्छवी कालको बारेमा नेक्स्ट टपिकमा लिएर उपस्थित हुन्छु। हस् साथीहरू, भिडियो कस्तो लाग्यो भनेर एकचोटि कमेन्ट अवश्य गरिदिनु होला। सक्दो हामी राम्रोभन्दा राम्रो बनाउने प्रयास गर्छु होइन। अब इतिहास हाम्रो लोकसेवाले चाहे जतिको मात्रै हामीलाई पनि पढ्नुपर्छ क्या, त्यसमा कति पनि कन्फ्युज नहुनु होला। हस्, धन्यवाद।